खाने मान्छेहरू दिने मान्छेहरू आउलान् खाने, दिने मान्छेहरू आउलान् लिने, खुवाउने मान्छेहरू आउँछन् खुवाउने गर्ने हुटुटी भएका युवा साथीहरूलाई ठाउँमा पुगाएर उनीहरूले गरेको कामहरू हेर्ने र जाने आनन्द लिने उनीहरूका साथीहरू होइन। आज यस्तो घुमघाम गर्नु बेला हाम्रो सबै साथीहरू भेट भइरहनु भएको छ। हाम्रो यस ब्लग मार्फत होइन एउटा हाम्रो अङ्कल छन् हुनुहुन्छ, अङ्कलबाट हल्का एउटा राम्रो एउटा हरफ सुनौ अनि उहाँको परिचय है त। अङ्कलजी प्लिज। भतिज थ्याङ्क यू। ओके ठिक छ। आज काका भतिजको रमाइलो भेट गर्नु भएको थियो। हजुर हाम्रो जाने मतलब ब्याक फ्रन्टमा गणेश सर हुनुहुन्छ, उहाँ चाहिँ परदेशमा बस्ने मान्छे, आज चाहिँ गाउँमा रमाइलो गर्ने ल भनेर ग्यादरिङ भएको थियो। अब साथीहरू त सब आफ्नो काममा यताउता व्यस्तता हुनुहुन्छ। अब फुर्सदिलो मै थिएँ अनि मसँग भेट भयो। ठिक छ रमाइलो अनि रमाइलो भयो, साथीभाइसँग दुःख सुख साटासाट भयो। त्यस्तै हो, गाउँमा रमाइलो लाग्छ नि। सहर बजारमा जति बसे पनि गाउँमा जाने मतलब एकदमै रमाइलो, एकदमै अर्ग्यानिक, एकदमै नेचुरल, अन्त नेचरसँग एकदमै जाने मतलब एकदमै के भन्ने अब एकदम इन्क्रेडिबल जाने मतलब लाइफको एउटा चाहिँ के हुन्छ हाम्रो चाहिँ टाइम चाहिँ हामीले स्पेन्ड गरेर हुन्छौँ होइन। यस्तै मजाले पारेलो घाम लाग्छ तराईतिर पनि हिजो आज। रमाइलो छ। अरू ठिकठाक छ नि अङ्कल? ठिक छ, एभ्रिथिङ इज फाइन। अहिले माहौल चाहिँ एकदम गरम गरम छ होइन, चुनावको पनि व्यापक छ, त्यसको बारेमा के छ हजुरको? छ नि, किन नहुनु। एउटा युवा पनि देशको सचेत नागरिक भइसकेको नाताले पनि चुनाव चाहिँ स्वाभाविक हो हुन। अहिलेको व्यक्ति विसङ्गतिहरू पुरानो पार्टीहरूले केही पनि गर्न सकेन भन्न युवाहरू चाहिँ उठ्नु भएको छ। युवाहरूलाई साथ दिनुपर्छ, युवाहरूलाई चाहिँ मतलब जिताउनुपर्छ। यो देश चाहिँ युवाहरूले नै कोही काँधमा छ। युवाहरूले नै यो देशको परिकल्पना गर्ने हो। यो देशको चाहिँ रोडम्याप चाहिँ युवाहरूले नै खाका तयार गर्ने हो। युवाहरूले नै यो देशलाई हाँक्ने हो। त्यही भएर चाहिँ पोजिटिभ भएर यो नकोले कहाँ हालेको थियो, को कहाँ थियो, के थियो, कुन पार्टीमा थियो, डजन्ट म्याटर। र चाहिँ युवाहरूले चाहिँ योपालि एकसाथमा उभिएर एक आवाज बोलेर अगाडि बढ्नुपर्छ। ठिक छ। अरू आजभोलि निकै अब होइन अरू सालको भन्दा व्यापक रूपमा हाम्रो यो पुसको महिनादेखि लिएर माघमा इन्ट्री हुने बित्तिकै अलिकति हाम्रो होइन हो कि अब यो चिसो चाहिँ चाँडै जान लागेको हो कि भन्ने के यस्तो सङ्केत पनि भइरहेछ के छ? जस्ट आई फिल होइन, मलाई लाग्छ त्यसको बारेमा यो क्लाइमेट चेन्जिङ अथवा कुनै केही होला अब त्यो आफ्नो ठाउँमा, त्यसको बारेमा केही छ? अब सबैभन्दा ठुलो कुरो प्रकृति नै हो, नेचर। प्रकृतिभन्दा ठुलो कोही छैन। अब यो अहिले माघको महिना छ, स्वाभाविक रूपमा अब चाहिँ यो उत्तरायण लागिसकेको छ। अब उसरी पनि प्रकृतिको हिसाबले पनि गर्मी बढ्ने दिन हो र राजनीतिक हिसाबले झन् अझ यो गर्मीलाई अझ गर्मी थपेको जस्तो महसुस मलाई पनि भइरहेछ। द्याट्स गुड है। अनि हाम्रो कहाँ के छ अरू? बालनजीले भनिहाल्यो त। गुड। उहाँको भन्नु तपाईँको शब्द पनि उहाँमै अब समित गरिदियो नि त होइन? त्यही हो। ओके जस्ट फाइन हो, ठिक छ। ओके यस्तो हो, अब के हुन्छ भन्दाखेरि अघि भतिजीले गरेको प्रश्नमा अब गर्मी पनि लाग्दैछ। अब राजनीतिक गर्मी झन् बढी चर्को भइरहेछ। यो चर्कोको बिचमा हामीहरूले चाहिँ अब देशको मुहार परिवर्तन गर्ने, आम भुइँ मान्छेका कुराहरू सुन्ने र भुइँ मान्छेका कुराहरू जाने संसार जाने केन्द्रमा लग्ने चाहिँ प्रतिनिधित्व गर्ने मान्छे, त्यस्तो आवाज बुलन्द गर्ने मान्छेलाई हामीले सहयोग गर्ने, साथ दिने। र पुरानो धेरै हेऱ्यौँ, हामीले हेऱ्यौँ, पुरानोहरू सबै हेऱ्यौँ, हामीले पनि हेऱ्यौँ, गयौँ पनि, साथ पनि दिएकै हो, नदिए भन्ने कुरा होइन। र तिनीहरूले के पनि जाने मतलब चाहिँ टुप्पो ठेक जाने मतलब के पनि जाने तिनीहरूले बेच्न सकेन, पत्ता लगाएन। अब त्यही भएर जाने अब चाहिँ यो यिनीहरू चाहिँ खानामै चाहिँ व्यस्त हुने, आफ्नै मान्छेहरूलाई चाहिँ पुस्न व्यस्त हुने,
आफ्नै आसेपासेहरूलाई राख्ने व्यस्त हुने, हजुर अनि परदेशमा जाँदाखेरि कमिसन पहिले दिनुपर्ने, अनि बजेट आउने। अब यस्तो जाने मतलब काहीँ नभएको जात्रा हाँडे गाउँ भने जस्तै हाम्रो देशमा पनि त्यस्तै भइरहेको थियो। त्यसको व्यतिथि विरुद्ध अब अहिले चाहिँ नयाँ बुलन्द युवाहरू साथीहरू जागरुक गर्नुभएको छ। र आउलान अब गाउँमा आउने काम सुरु भइसक्यो। आज 5 गते भयो होइन। हजुर अनि अब चाहिँ आज बालेन्द्र रवि चाहिँ जनकपुर गएको छन्। जनकपुरमा ठुलो सभा सम्मेलन सम्बोधन गर्दै हुनुहुन्छ। युवाहरूलाई चाहिँ एक ठाउँमा लिएर अगाडि बढिरहनु भएको छ। हजुर हजुर र चाहिँ देश परदेश चाहिँ विदेश जानुहुन्छ जस्तो सुकै अवस्थामा भए पनि आफू चाहिँ मतलब फागुन 21 गति चाहिँ भोट हाल्ने ठाउँमा पुग्न नसके पनि र घरको मान्छेहरूलाई सुझाइ बुझाइ रिजाइ परदेश विदेश जहाँ पनि जति जुनसुकै ठाउँमा साथीहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, घरमा चाहिँ सबैलाई आमा बुवा बाजे बजेहरूलाई अब के भन्ने भन्दाखेरि हिजो दिनमा हामीले फल्न पार्टीमा हाल्यो, सबैलाई हेरेकै हो। र अब की बार यो पालि जाने मतलब राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने मतलब घन्टी बजाउने सबले जाने मतलब यो नयाँ युवाहरूलाई दिउँ न, उनीहरूले चाहिँ गर्ने हुटुटी बोकेर आछन् भने उनीहरूलाई चान्स किन दिने? हिजो सबैले दिएकै हो, राइट है। अनि त्यही भएर चाहिँ यिनीहरूलाई पनि दिनु पऱ्यो नि चान्स दिनु पर्यो। हामी जस्तो युवाहरूले, बुझ्ने युवाहरूले, पढेको युवाहरूले कि युवाको पार्टीलाई सहयोग गर्ने नि, साथ दिने। भोलि उनीहरूले पनि ठिक छ, अहिले उनीहरू गर्छु भनेर आइरहेछन्। हिजोको दिनमा चाहिँ सबै राजसभामा चाहिँ राम्रै साथीहरू आउनु भएको छ, सो एजुकेटेड पर्सनहरू आउनु भएको छ, राम्रो आउनु भएको छ, सोसियल वर्करहरू आउनु भएको छ। र देशलाई पनि पक्कै पनि फाइदा हुन्छ र हामीलाई पनि फाइदा हुन्छ। प्रत्येक चाहिँ जन प्रत्येक ठाउँ प्रत्येक चाहिँ मतलब गाउँ चाहिँ बस्ती कुन्दा कन्दा र सबैले चाहिँ न्याय पाउँछन् भन्ने चाहिँ मैले विश्वास र आशा लिएको छु। र चाहिँ अब यो भन्दै गर्दाखेरि अब धेरै कुराहरू प्रश्न पनि गर्लान् मान्छेहरू, तर यो प्रश्न गर्ने चाहिँ समय होइन। अहिले चाहिँ सबैले धेरै भएर सबैले आफ्नो बुद्धि विवेक पुर्याएर यसपालि चाहिँ भोट परिवर्तन गर्ने, सबैले एकमुष्टमा चाहिँ घन्टीमा चाहिँ मतलब भोट हाल्ने, घन्टीमै बनाउने र हाम्रो भविष्य सुनिश्चित गर्ने। पार्टीको लागेर जाने आफ्नो मात्रै पेट पाल्ने होइन, आफ्नो मात्रै जाने मतलब त्यो आसेपासेलाई पाल्ने होइन, अर्को मात्रै गर्ने होइन। अब आम जनता, आम चाहिँ सबैको मान्छेलाई देश पनि हामी बन्छौँ, गाउँ पनि हाम्रो गाउँ बन्छ, सहर पनि हाम्रो सहर बन्छ होइन। सहर बनेको हामी सहरै भयौँ, गाउँ बनेको गाउँले भयौँ। अब चाहिँ हरेक जाने मतलब केन्द्रदेखि जाने मतलब स्थानीय तहसम्म विकासको अब मूल फुट्छ। यो मूल फुटाउनलाई सबैले चाहिँ एकबद्ध चाहिँ घन्टीमा भोट हाल्ने मनसाय गरेर होला। खाने मान्छेहरू दिने मान्छेहरू आउलान् खाने, दिने मान्छेहरू आउलान् लिने, खुवाउने मान्छेहरू आउँछन् खुवाउने, पिउने मान्छेहरू आउँछन् पिउने। तर भोट चाहिँ के गर्ने, आफ्नो सुविवेक चाहिँ प्रयोग गरेर यो पालि युवाहरूको पार्टी राष्ट्रपालाई जाने म बहुमतको साथ जाने मतलब यो देशभरिबाट जाने मतलब गाउँबाट मात्र होइन कि जाने, देशभरिबाट जाने मतलब चाहिँ यसलाई के गर्ने, हामीहरूले जाने एकचोटि चान्स दिएर गर्ने हुटुटी भएका युवा साथीहरूलाई ठाउँमा पुगाएर उनीहरूले गरेको कामहरू हेर्ने र जाने आनन्द लिने। उनीहरूले गर्दैन भने उनीहरूलाई पनि किक आउट गर्ने जनता गरिहाल्छ। सबैभन्दा ठुलो चाहिँ सर्वोपरि भन्ने जनता हो, जनता भन्दा माथि। यसमा हजुरले पनि के भन्न चाहन्छ? हामीले जसो डमर्जीले के भने हो, पनि के भन्न सक्दैन, कसो यसले भनेको एकदम राइट हो। मेरो भनाइ त्यही हो, ठिक छ, मेरो धारणा त्यही हो। अब विस्तृत रूपमा भनेको कुराहरू धेरै छन्। हजुर गरौँ भने त जाने मतलब यो जाने मतलब यो फेसबुकको जाने मतलब यो भिडियोबाट सम्भव छैन। जाने यसको लागि चाहिँ ठुलै जाने लाइभ जाने गरे पनि 2-4 घन्टा गरे पनि मेरो कुरा त सकिँदैन। हेर्नुहोस् भतिज, हजुर। र मैले सर्टकटमा स्विट एन्ड सर्ट भन्छ नि, सर्ट एन्ड स्विट, छोटो र मिठो त्यही मैले भन्न खोजेँ हो। बाँकी कुराहरू कसैले मेरो कुराहरू मन पर्न सक्छ, कसैले मन पर्न नसक्ला, तर मैले भनेको कुराहरू मन नै पार्नुपर्छ भन्ने पनि छैन। यो आफ्नो चाहिँ मतलब रिपब्लिकन यो चाहिँ कन्ट्रीमा गणतान्त्रिक उसमा चाहिँ एउटा मौलिक अधिकार चाहिँ मतलब बोल्न पाउने, आफ्नो विचारहरू राख्न पाउने एउटा स्वतन्त्र भएको होइन, र वाक स्वतन्त्रता छ। त्यही भएर चाहिँ धेरै कुरा नगरिकन जो भइरहेछ यसलाई साथ दिने, राम्रो भइरहेछ, जे हुन्छ राम्रोको लागि हुन्छ। जय घन्टी। त्यस्तै हो। धन्यवाद होइन हाम्रो अङ्कल, राम्रो अब राम्रो एउटा हाम्रो गाउँको होइन अलिकति अब भनौँ न अब राम्रो स्तरको मान्छेहरू
अङ्कलहरूको दुईवटा कुरा सुन्दा पनि कता कता होइन यस्तो सन्तुष्टि पाएको जस्तो मलाई चाहिँ अनुभव भयो होइन। ठिकै छ, अब यसै गरी यसो हामी हाँसे पो देश हाँस्छ, हामी रहेको नेपाल भन्छ होइन। हामीले आफ्नो ठाउँबाट नै उठ्ने हो, आफ्नो ठाउँलाई चाहिँ गराउने हो, हाम्रो नेपाललाई चिनाउने हो, हामीले कसैलाई नेतालाई चिनाउने होइन, कुनै हामी पार्टीलाई चिनाउने होइन भए तापनि अब सधैँको जस्तो पहिलाको जस्तै अब नगयो भने योमा अलिक फरक ढङ्गले होइन, अलि व्यापक तरिकाले चाहिँ आफ्नो हाम्रो हुन्छ। अब उहाँ अङ्कलको एउटा युवा भएर पनि यति राम्रो एक्सपिरियन्स, यति राम्रो भिजुअल हुन्छ नि, अब एउटा यस्तो नेभिगेसन भन्ने कुराहरूको आइडिया भएको अङ्कल हुन्। ठिक छ, मलाई खुसी लाग्यो, हजुरबाट यही नै आशा गरेको थिएँ।